तपाईले के मलाई मिडियामा गएर इन्टरभ्यू दिएर बोले देख्नु भएको छ कहिले? मैले दिए हो मिडियामा? हाम्रो कुरा कसरी मिडियामा आयो, कसैले मिडिया ल्यायो, अब त्यो हजारवटा मिडियाको जिम्मा त मैले ल्याएको छैन। त्यो मिडियाहरूले कसरी ल्यायो भन्ने कुराहरूलाई जानकारी भएन। कसले यहाँको कुरा लिक गर्छ, कसैले पठाउँछ, त्यो मेरो जिम्मेवारीको विषय भएन। म आफैले मिडियामा गएर केही बोलेको कुरा छ भने भन्नुहोस्, त्यो म सुन्न तयार छु। मैले इन्टरभ्यू दिएर भनेको छु कि मैले पत्रकार सम्मेलन गरेर भनेको छु कि त्यो कुरा छ भने मलाई चाहिँ भन्नु पर्यो। अब मिडियामा आएको, मिडियामा 10वटा कुरा आउँछ, मैले जिम्मेवारी लिन सक्दिनँ। मिडियामा जे पनि आउँछ। मैले मेयर साहब यो कुरा मैले भने होइन कि, र मेयर साहबले आई एम द स्टेट भन्ने खालको जुन भाव कर्मचारी संयन्त्रमा दिन खोजिराख्नु भएको छ मेयर साहब, यो गलत हो। यसलाई सच्याउनु पर्छ। सिङ्गो प्रशासन कमजोर, सिङ्गो होइन, सुन्नु पनि पर्यो मेयर साहब। दोहोरिन्छ त सर, मेयर साहब दोहोरिन्छ त। बैठक गरेर दोहोरिने हो, छलफल गर्ने हो, यहाँ त निचोड निकाल्ने हो। होइन बसिन्छ सर, किन मेयर साहब, किनभने हामी छलफल गर्ने थलो हो। यहाँ एउटा कुरा एकचोटि मात्रै 10 चोटि पनि दोहोरिन सक्छ। एउटै कुरा दोहोऱ्याउँदाखेरि सबैको टाइम दिनु पर्यो नि त। होइन, हामी सबैले बोलिसकेर मैले अन्तिममा बोले। मैले कुनै कार्यपालिका सदस्यहरूको बढ्ता समय मैले लिएको छुइनँ, तसर्थ मैले मेरो विषय टुङ्ग्याए पनि यस्ता निर्णय गर्दाखेरि मेयर साहबले ख्याल गर्नुपर्छ होला भन्ने सुझाव मात्रै हो। कालोपत्रे गाडी कुदाउनलाई हो, ठेला चलाउनलाई होइन, फुटपाथ चाहिँ मान्छे हिँड्नलाई हो, फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो नि त। ठेला राख्नलाई जति ठाउँ चाहिन्छ, बाइक पार्किङ गर्नलाई पनि त्यति नै ठाउँ चाहिन्छ भनेपछि ठेला चाहिँ हटाउने, पार्किङ गर्न दिने मिल्छ? म संयोजक भएको विषय र यो विषय चाहिँ फरक छ। एउटै विषय हो नि। कसरी फुटपाथमा व्यापार गर्न चाहिँ नदिने, ठेला राख्न रोडमा नदिने, पार्किङ गर्न दिने चाहिँ कसरी मिल्छ त? फुटपाथमा पार्किङ गर्न कुरा भइरहेछ यहाँ। कालोपत्रे प्रमुखज्यूले कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ गर्न। सडकमा पाइँदैन भने हिजो 5 वर्षसम्म स्मार्ट पार्किङको नाममा जुन दियो त्यो किन कन्टिन्यू भइरहेको? त्यो स्पष्टीकरण कार्यपालिकाबाट जानु पर्यो। सफाई चाहिँ प्रमुख प्रशासनिक अधिकृतले लिन पाइयो, त्यसरी चाहिँ बुझ्नु पर्यो। सफाई कुनै चिज गलत लाग्यो, शङ्का लाग्यो, त्यो गलत नहुनु पनि सक्छ नि त। कसरी कार्यपालिकालाई सिधै कुरो यो इरर यसरी तपाईँहरूले के चाहिँ बुझ्नु भएन भन्दाखेरि सफाई माग्दाखेरि नै त्यहाँ गलत देखिएन भने किन कार्यपालिका ल्याउने? गलत देखिएपछि पो ल्याउनु पर्यो त। थप गर्ने कुरा मैले थोरै जानकारी गराउन चाहे। जस्तो यो विषय थप गर्ने कुरा शिक्षा समितिको अधिकार, क्षेत्र अधिकारभित्र पर्छ कि पर्दैन? आज हामीले जुन विषयमा यस्तो त्यहाँ चाहिँ त्यसको अधिकार पर्छ कि पर्दैन भन्ने विषय होइन कि त्यो समितिको निर्णय बमोजिम दिएको भनेर लेखियो भन्ने कुरा चाहिँ गलत भयो क्या। त्यो बैठक हुँदाखेरि अनि के यो कानुन निष्क्रिय गर्नु पर्दैन थियो? के कानुन निष्क्रिय गर्नु पर्दैन थियो? अनि तपाईँले भनिराख्नु भएको छ नि त। के चाहिँ? यही विषय नि। होइन, तपाईँले कुरै बुझ्नु भएन। त्यसको म्याद बाँकी थियो, म्याद सकिने बित्तिकै हट्यो। भन्नुहोस् न, म्याद सक्यो हट्यो, के छ त्यसमा? मैले राख्नुपर्छ भनेको छु। के भन्नुहुन्छ त? होइन, मैले भन्न खोजेँ पार्किङमा सडकमा कालोपत्र भएको सडकमा पार्किङ गर्नु हुँदैन भन्ने हो भने त्योभन्दा अगाडि चाहिँ 2 वर्षसम्म ठेकेदारहरूले जुन गरिरहेको छ त्यो निष्क्रिय किन भएन भन्न खोजेको कि हो। कार्य सम्पादन मूल्याङ्कन चाहिँ कसरी गर्न सकिन्छ? त्यो कार्य सम्पादन मूल्याङ्कन गर्ने पनि मैले बिरामी हो, मैले ढाँटे होइन यो यस्तो। मेयर साहब, पछिल्लो चरण काठमाडौँ महानगरपालिकाको उचाइ जुन तहमा जुन हिसाबले थियो त्यो ग्राफ घट्दै गएको छ। त्यो अनुभूति मैले गरेको छु। चाहे त्यो फुटपाथको कुरा किन नहोस्, चाहे त्यो अव्यवस्थित सुकुम्बासीका कुरा किन नहोस्, त्यो मेयर साहब तपाईँको मात्रै उचाइ घटेको होइन, यो सिङ्गो कार्यपालिकाको उचाइ घटेको हो। त्यो नभएकै भएर हो नि त। होइन, अहिले पनि त छैन नि त। अहिले छैन, छ भन्नुभयो नि त। होइन, अहिले नभएकोले पहिला राखौँ, त्यसपछि मात्र। ठिक छ, तपाईँहरूले राख्नु पो जिज्ञासा, त्यो विषयमा अहिले लास्टमा छलफल गरौँला। त्यो त हाम्रो अहिले हामीले गर्नुपर्ने कुरा हो, त्यो पनि त सोच्नु पर्यो नि त। हाम्रो दायित्व चाहिँ के हो? कसैले नियत बस गल्ती गर्ने, पुरै एउटा समितिको बैठकबाटै निर्णय भएअनुसार भनेर लेखिदिने कि त मका पत्र ल्याएर ल यो बैठकबाट अनुमोदन हुने गरी भनेर भएको हुनु पर्थ्यो। त्यो त सिधै अरूको एउटा लेयर अफ अधिकार हनन गर्दाखेरि कारबाहीमा जाने, कुन कारबाहीमा जाने भन्ने कुरा विषय होइन। कारबाहीमा जानेलाई फरवर्डै नगरिकन अख्तियारले हेर्दैन। पहिलो कुरा यो अदालतले हेर्दैन, हामीले गरेको निर्णय पछि अदालत अथवा अख्तियारले हेर्ने हो। त्यो कुरा आफ्नो दायित्व चाहिँ सुरुमा पुरा गर्नु पर्यो, त्यो पछि अदालतको दायित्वको बारेमा प्रश्न उठाउने हो, त्यो पछि अख्तियारको दायित्वको बारेमा प्रश्न उठाउने हो। अघि उहाँले पनि भन्नुभयो, ठिक छ, त्यसलाई नसिहत दिने हो कि यो विषयलाई नसिहत दिने हो कि यो विषयमा विभागीय कारबाही गर्ने हो कि प्रदेश पठाउने हो कि सङ्घ सरकारमा पठाउने हो कि अख्तियारमा पठाउने हो,
त्यो चाहिँ नियमअनुसार हाम्रो स्थानीय सरकार सञ्चालन ऐनमा के छ, कानुनले के भन्छ त्यसमा जान्छौँ। तर यहाँ चाहिँ हामी गल्ती गरेपछि कारबाही गरिनुपर्छ भन्ने कुराको मात्रै विषय आएको हो। कार्यपालिकाले गलतलाई गलत भन्छ कि भन्दैन, सहीलाई सही भन्छ कि भन्दैन भन्ने विषयमा मात्रै छलफल गर्दैछौँ अहिले हामी। मेयर साहब यस्तो हो कि खासमा भन्न खोजेको के हो भने जस्तो सम्बन्धित विभागको जुन कर्मचारीले जे गल्ती गर्यो भनेर आइराखेको छ नि त्यसको निमित्त त एउटा प्रक्रिया पुरा गर्न पनि होला, छानबिन समिति बन्न पनि होला। त्यो छानबिन समितिमा उहाँलाई बोलाएर स्पष्टीकरण लिन पर्ने होला, उहाँले पेश गरेका डकुमेन्टहरूको अध्ययन गर्न पर्ने होला र पो त्यो छानबिन समितिले निर्णय गरे अनुसारको प्रस्ताव कार्यपालिकामा आउने होला नि। सायद मैले नबुझेको कुरा कार्यपालिका सदस्यज्यूहरूले बुझाइदिनु होला, मेयर साहबले बुझाइदिनु होला। त्यो नबुझेको कारणले गर्दाखेरि यो प्रक्रिया त केही पनि आएको देखिएन। मात्र चाहिँ मेयर साहबले पत्र काट्नुभयो बिदामा बस्नुहोस् भनेर, त्यसपछि चाहिँ उहाँले चाहिँ स्पष्टीकरण दिनुभयो मैले गल्ती गरेँ भनेर। यो दुईटा प्रक्रियाको बिचमा सिधै कारबाही चाहिँ भनेर चाहिँ प्रस्ताव लिएर आएछौँ। त्यहाँ सोधिएको छ, छानबिन भएको छ, उहाँलाई जवाब सोधिएको छ, स्पष्टीकरण सोधिएको छ। उहाँले चाहिँ समितिको निर्णय नै आफैले गर्नुभएको भनेर उहाँले स्वीकार गर्नुभएको छ। उहाँले गर्नुभएको राम्रो कामहरूलाई नराम्रो काम गर्नुभयो भनेको छैन। हाम्रो कार्यपालिकामा यो विषय मात्रै आएको हो कि विभागीय कारबाही गर्ने हो कि के कारबाही गर्ने हो त्यो पछि कुरा हो, कानुन हेर्ने हो। कार्यपालिकाले चाहिँ गलतलाई गलत भन्छ कि भन्दैन त्यो प्रश्न चाहिँ तपाईँहरूकोमा आएको हो, अरू केही पनि आएको छैन। गलतलाई गलत भन्नुहुन्छ कि भन्नु हुँदैन, सहीलाई सही भन्नुहुन्छ कि भन्नु हुँदैन भन्ने कुरा मात्रै हो। विज्ञान चलाउनलाई कुनै समस्या छैन। उहाँले एकचोटि सोधेर यो कलेजमा विज्ञान चलाउने भन्दा पनि एउटा अनुमति दिन सकिन्थ्यो, लिखित मौखिक जुन पनि दिन सकिन्छ। तर सोध्दै नसोधी सल्लाह नगरिकन एउटा पुरै समितिको निर्णय, एउटा समितिकै निर्णय चाहिँ एउटा व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो। ठिकै छ मेयर साहब, अब यो विषय छलफलमै आइसक्या भएर अझ धेरै कार्यपालिका सदस्यज्यूहरूले पनि बोल्नु होला र अब यो विषय के गर्ने भन्ने कुरा त आज छलफलमा आयो। हामी अर्कोचोटि बैठकमा यसलाई निर्णय गरौँला होइन। अब के छ यसको विकल्प? यसलाई म भनिहाल्छु है, यसमा पनि म केही बोल्न चाहेँ। यसलाई सबै प्रक्रियाबाट आउँदाखेरि यो चाहिँ नि मेयर साहबमा आउँदाखेरि यो शिक्षाबाट आउनुपर्ने होइन। यो विभागहरू किन बनिरहेछ, यो विभागहरू किन बनिरहेछ, के कारणले बनिरहेछ, जुन जुन विभागीय प्रमुखहरू के को लागि नियुक्ति गरेछ, किन राखेको छ। र त्यसपछि चाहिँ मेरो एकदम यो भनेको मेयर साहबको मात्रै होइन, यो हामी 3200वटा यो कार्यपालिकाको 40 जना मान्छेको बराबरी दायित्व हुन्छ। यसमा जति राम्रो काम गरे नि सबैको हुन्छ, नराम्रो काम गरे नि सबैको हुन्छ। हेर्नुहोस्, मलाई प्रक्रिया नै यो अलिकति चाहिँ नि त्रुटि भए जस्तो लाग्छ मलाई। किनभने एकैचोटि हामीले थाहा पाउँदाखेरि पनि हामीले न्युज र मिडियामा मात्र एकैचोटि थाहा पाउँछौँ यसलाई कारबाही भयो, यसलाई यो भयो। हामीले यहाँ सोध्नुपर्छ। हामी कार्यपालिकामा कुनै पनि कारबाही कुराहरू चाहिँ नि नराखिकन एकैचोटि डाइरेक्ट गर्ने बोर्डको मिटिङ गर्ने के औचित्य हुन्छ र? के हुन्छ? तपाईँहरू हामी बसेर छलफल गरेर लाने हो भने जे कुरा पनि काठमाडौँ महानगरपालिकाको कुरा समग्र नगरपालिकामा चाहिँ काठमाडौँभरिले चुनेर आएको जनप्रतिनिधिहरूको सबैको सल्लाह बमोजिम बहुमतको आधारमा चाहिँ नि राम्रो काम त सबैले गर्नुपर्छ भन्ने सबैको धारणा छ। सबै कर्मचारी म आज पनि म भन्छु अब एकजनालाई राम्रो भन्दा अर्कोलाई नराम्रो होला। यो सीतारामजीले पनि भन्नु न आजसम्म वीरेन्द्र यो राष्ट्रपति खेलकुदमा उहाँले गर्नुभयो, गरिमामय काम गर्नुभयो, अगाडि बढाउनु भयो। यत्रो म त्यसको शिक्षा समितिको नभए पनि म सामाजिक पनि मैले बिहानदेखि बेलुकासम्म हामी खटेर गऱ्यौँ। उहाँको मनसाय चाहिँ मलाई के लाग्छ भनेदेखि मेयर साहब उहाँले चाहिँ नि तपाईँले मेरो अधिकार चाहिँ हनन गरेर चाहिँ नि उसले साइन गर्यो भन्दा यो चाहिँ नि 75 सालभन्दा पहिला चाहिँ नि सबै मेयर साहबमा रहेछ। यो मैले नि पढेँ, उहाँको सबै पढेँ होइन। त्यसपछि चाहिँ उहाँले के भन्नु भने यो म आउनुभन्दा अगाडि नै निर्णय गरेर बसेर रहेछ, यसमा मैले साइन गरेँ, मेरो गल्ती भयो भन्नुभएको छ उहाँले होइन त। यो गल्ती भयो, गल्ती स्वीकार गरेपछि उहाँलाई एकचोटि मेरो भने नसेटको कारणले चाहिँ नि उहाँ जस्तो मान्छे होइन। यो रामप्रसादको पाला उहाँले कालेले गरेका काम गोरेलाई चाहिँ उ गर्नु भएन नि त। र मैले तै पनि गल्ती भने मानवबाट गल्ती हुन्छ। अहिले मानवबाट गल्ती हुन्छ साथी हो, म एउटा कुरा भन्छु, मानवबाट गल्ती हुन्छ। गल्ती उहाँले यति चाहिँ नि मैले गल्ती गरेँ भनेर स्वीकार गल्तीलाई हामीले आम माफी दिएर पनि आइन्दा तपाईँ चाहिँ नि यस्तो काम नगर्नुहोस्, सुध्रिनुहोस् भनेर चाहिँ चिठी दिएर उहाँलाई चाहिँ काम गराउनुपर्छ जस्तो मलाई लाग्छ। हाम्रो साथीहरूले भन्नुभयो कर्मचारीलाई केही सोध्दै नसोधी एकैचोटि निलम्बित गर्ने भन्दाखेरि अहिले सबै कर्मचारीहरूको मनोबल घटेको छ। कसैलाई पनि काम गर्न, कसैलाई पनि कलम चोप्न र काम गर्नलाई अहिले हौसला चाहिँ छैन। यो काम नभए भने हाम्रो महानगरपालिका त ठप्प हुन्छ। हाम्रो जस्तो इनर्जेटिक मेयर साहबलाई चाहिँ हामी सब सहयोग गरेर चाहिँ हामी देश विकास गर्छौँ, महानगरपालिका उत्कृष्ट काम गर्छौँ भनेर हामीले यो मिटिङमा आएका छौँ। अब सब मेरो एउटा कुरो सुन्नुहोस्, त्यो जसले गरे पनि जे भए पनि मैले एउटा गल्ती, मान्छेले गल्ती स्वीकार्नु सबैभन्दा ठुलो कुरो। नेत बस
उहाँले नेट बस गर्नुभएको रहेछ भने उहाँलाई नसिब गर्नुपर्छ, अहिले पनि सुधिने मौका दिनुपर्छ भन्छु म। गल्ती मान्छेबाट गल्ती। अब अहिले जस्तै हाम्रो एउटा सिम्पल कुरा हुन्छ, बिरामी जस्तो कुरा बारम्बार बिरामी आफैले बोल्दाखेरि उहाँलाई कति गिल्टी फिल भयो होला। मेरो एउटा कुरा, त्यो गर्ने सबै मान्छेलाई कारबाही गर्ने हो त। अब त्यो हराउनेदेखि सबैलाई कारबाही गर्ने, अब कसैलाई पनि एकचोटि एक्सक्युज नदिने बेस सबैलाई गर्नु पर्यो। होइन भने कसैलाई गर्ने कसैलाई नगर्ने हुनु भएन। र आइन्दा मैले सबैलाई कर्मचारी साथीभाइलाई पनि सबैलाई विभागीय प्रमुखदेखि सबैलाई के भन्छ, हामी जनप्रतिनिधिहरूले सामाजिकको कुरा स्वास्थ्यको कुरा पनि सबै कुरा महानगरपालिका के हाम्रो टिभीबाट र पत्रिकाहरू थाहा पाउने हो। हाम्रोबाट निर्णय भएर गएपछि मात्र गोप्यमा अथवा कुनै कमिटी बनाउनु पर्छ भने यहाँबाट गएर मात्रै जानुपर्छ। यो पहिला महानगरपालिका सिङ्गो महानगरपालिका मिटिङमा बसेर त्यसलाई एउटा कमिटी अझ त्यसलाई छानबिनको कमिटी पनि को बस्यो भने हामीलाई थाहा छैन। छानबिनबाट पनि आइसक्यो भन्छ, तर कहाँ आयो के आयो भने हामीलाई सोद्धाखेरि हामी जनप्रतिनिधिले कसलाई के जवाफ दिने? हामी पत्रिका पढेको भरमा दिने? मैले यो किन भनिरहेको छु भने पहिलो कुरो महानगरपालिका सबैजना बनाउन बिगार्नुको पनि हो जस्तो लाग्दैन मलाई। काठमाडौँमा सबै इज्जत कमाउन नाम कमाउन सबै आएको दिन रात अगोत्रो खटेर हाम्रो बिरामी मान्छेहरू हामी कतिजना बिरामी छ आफ्नो बिरामीको अर्थव्यवस्था नबुझिकन हामी बिहानदेखि बेलुकासम्म खटिरहेको छौँ। सबैको सरसल्लाह नै बुझिँदैन, तैँले दोहोऱ्याएर भनिस् तिराएर भनिस्। यो महानगरपालिकाको बोर्ड मिटिङमा एकदम मेरो भनाइ के छ भने एकदम खरेर छाँटेर अझ यसलाई चाहिँ नि जानुपर्छ भने मेरो चाहिँ मेयर साहबलाई सुझाव छ, उपमेयरज्यूलाई नि सुझाव छ, यो हाम्रो प्रवक्तालाई नि सुझाव छ कि प्रवक्ताले भनेर चाहिँ नि आजसम्म मैले यो प्रवक्ताको काम के हो? प्रवक्ताले भन्नुपर्ने होइन सबै कुराहरू, न्युजमा आउनुपर्ने प्रवक्ता मेयर साहबले चाहिँ प्रवक्तालाई बोलाएर प्रवक्ताबाट जानुपर्ने होइन। सबै नीति नियमहरू सबै ठाउँमा त त्यसरी आउँछ, हाम्रो त डाइरेक्ट पहिले न्युजमा आउँछ। यो कुरा के हो? यो कसरी भइरहेछ? के गरी चलिरहेछ महानगरपालिका? यो आज मिटिङ भयो सिद्धियो, आज हामीले मिटिङ गरेर सिद्धियो, भोलिदेखि फेरि हामी चुप लाएर बस्ने हो भने यसको औचित्य भएन। नीति नियम कानुन सबैले मान्नुपर्छ। होइन भनेदेखि कसैले एकचोटि नेट बस गरेको छ भने उसलाई गलत गर्नेलाई त कारबाही गर्नै पर्छ भन्छु म। फेरि गलत गर्ने फेरि मलाई एकदमै जघन्य अपराध गरे हो कि त्यसले बाई मिस्टेक गरे हो कि के गरेछ उहाँको मैले पनि पढेँ। अहिले यहाँ तलदेखि मैले माथि पढेँ। उहाँले यो उहाँको मात्रै होइन यसपछि नुरनिधि सरको नि आउँछ होला। उहाँले कुनै ठाउँमा साइनै गरेको छैन, कहीँ गरेकै छैन, त्यो पनि हेरेँ मैले कर्मचारीहरूको। उहाँलाई चाहिँ म के भन्छु भनेदेखि यहाँ अहिले अन्यथा नजास्, क ख ग पनि पढेर हेरेर साइन गर्ने मान्छे मैले अझ कसरी कारबाहीमा पर्यो भने के मैले अहिले बहिनीले नि भनिसक्नुभयो, यो चाहिँ नि कर्मचारीलाई मनोबल गिराउने काम पनि गर्न भएन। यही कर्मचारीमा नि 100 जनामा 2-4 जना भ्रष्टाचारी होलान्। सबै कर्मचारी त छैन नि, दिनरात खटेर चाहिँ काम गरेर कर्मचारी पनि हुन्छन्, जनप्रतिनिधि सबै भ्रष्टाचारी पनि हुँदैनन्, सबै भ्रष्टाचारी पनि हुँदैन र यसमा राम्रा कर्मचारी पनि हुन्छन्। र जुन आजको यो बोर्ड मिटिङले आइन्दा मैले कुनै पनि कुरा गर्दाखेरि म होइन म लगायत 40 जना हामी बसेर सल्लाह गरेर ल निर्णय गर्यो भने र बाहिरी पक्ष भन्दा पनि बाहिरबाट सुन्दैन, भित्रैबाट चाहिँ नि हामीलाई यसरी मिटिङमा चाहिँ यसरी सुनाएर ल यसरी कारबाही गर्न लाग्छ, अब के छ तपाईँको राय सल्लाह ल्याउने राम्रो हुन्छ भन्दै धन्यवाद भन्छु। नमस्कार। एउटा कुरामा चाहिँ झुकिनु भएको रहेछ। के कुरामा झुकिनु भयो भन्दाखेरि त्यो पहिल्यै भएको होइन। उहाँले निर्णय लेख्दाखेरि पहिलाको समितिको बैठकले निर्णय गरे बमोजिम दिएको भन्नुभयो। पहिलाको समितिले निर्णय गरेकै थिएन। त्यो भनेको आफूले बसेको समिति होइन कि अरू कोही बसेको समितिको निर्णय गरिदिनु भयो, आफू फर्स्ट बचिएला कि भनेर। पहिलो कुरा यो क्लियर हुनु पर्यो, उहाँको नियत बस्नै हो त्यो चाहिँ प्रष्ट क्लियर हुनु पर्यो। अरूले गरेको गल्तीमा प्राविधिक मिस्टेक भएको होइन। अर्को कुरा के भन्नुभयो भन्दाखेरि सबै कुरा कार्यपालिकामा स्थानीय सरकार सञ्चालन ऐनले जे कुरा कार्यपालिकाले गर भन्छ त्यो कार्यपालिकाले गर्ने, जे प्रमुखले भन्छ उपप्रमुखले भन्छ प्रवक्ताले त्यो गर्ने। तपाईँको वार्डमा सबै के कार्यक्रम हुन्छ सबै 42 साललाई त थाहा हुँदैन होला, त्यो वडाध्यक्षकै जिम्मामा होला, महानगरको केही जिम्मेवारी मेरो होला। एकछिन मेरो सकियोस् न एकछिन। अनि अर्को कुरा मिडियामा आयो भन्नुभयो, तपाईँले के मलाई मिडियामा गएर इन्टरभ्यू दिएर बोला देख्नु भएको छ कहिले? मैले दिए हो मिडियामा? हाम्रो कुरा कसरी मिडियामा आयो, कसैले मिडिया ल्यायो, अब त्यो 1000वटा मिडियाको जिम्मा त मैले ल्याएको छैन। त्यो मिडियाहरूले कसरी ल्यायो भन्ने कुरा हामीलाई जानकारी भएन। कसले यहाँको कुरा लिक गर्छ, कसैले पठाउँछ, त्यो मेरो जिम्मेवारीको विषय भएन। म आफैले मिडियामा गएर केही बोलेको कुरा छ भने भन्नुहोस्, त्यो म सुन्न तयार छु। मैले इन्टरभ्यू दिएर भनेको छु कि मैले पत्रकार सम्मेलन गरेर भनेको छु कि त्यो कुरा छ भने मलाई चाहिँ भन्नु पर्यो। अब मिडियामा आएको मिडियामा 10वटा कुरा आउँछ, मैले जिम्मेवारी लिन सक्दिनँ। मिडियामा जे पनि आउँछ। मैले मेयर साहब यो कुरा मैले भने होइन कि हामीले मेयर साहबकोबाट जानकारी हुनुपर्छ। यो कुरा पनि सबै आज मात्रै थाहा भयो। आजभन्दा पहिला चाहिँ नि कार्यपालिका सदस्यहरूलाई
हाम्रो महानगरपालिकाबाट कारबाही भयो, यो के अरे निलम्बित भयो भन्ने कुरा कसैलाई जानकारी छ त? कुनै कार्यपालिका सदस्यहरूलाई जानकारी छ? होइन, म त एउटा कुरा भन्छु कि एउटा सुकुम्बासीको लागि बिहान 6 बजे 7 बजे हामी मिटिङ बस्न सक्छौँ भने यस्तो जघन्य अपराध गरेको छ भने इमर्जेन्सी मिटिङ बसेर यस्तो यस्तो गरेछ, यसले चाहिँ 5 जना ठाउँमा 6 जना हालेछ, यसले जघन्य अपराध गर्यो भने चाहिँ मिटिङ बोलाएर चाहिँ यसरी हामीलाई सूचना प्रवाह गरेर अब यसलाई कारबाही गर्नुपर्छ, जानुपर्छ भन्नुपर्छ कि पर्दैन? मेरो भनाइ यति मात्रै हो सर। मेरो अलिकति रिभाइज गर्नु पर्ला कि जस्तो लागेर मैले थपाएँ हो। यो वास्तवमा रत्न राज्य स्कुलले पुसतिर निवेदन दिएको रहेछ कि विज्ञान विषय सञ्चालन गर्न पाऊँ भनेर। अनि त्यसपछि आएर चैतमा आएर चाहिँ 20 गते चाहिँ यसको चाहिँ निर्णय भएर छ। निर्णय हुँदाखेरि 8वटा स्कुलको मात्र निर्णय भएर छ होइन, त्यो स्कुल छुट्यो। अनि त्यसपछि रामप्रसादजी त्यहाँबाट जानुभयो। अनि आएर चाहिँ ज्येष्ठमा आएर चाहिँ उहाँहरूले फेरि चाहिँ हाम्रो त्यो विज्ञान विषय सञ्चालन गर्नको लागि चाहिँ स्वीकृतिको लागि भनेर उहाँले अनुरोध गरेर रहेछ। त्यो बेलासम्ममा हाम्रो त्यो प्रमुख चाहिँ चेन्ज भइसकेको रहेछ। अनि उहाँलाई भने रहेछ कि त्यो हाम्रो निर्णय भइसक्यो भनेर। त्यसपछि त्यो माइन्युटहरू फेला परेको छैन अहिले। अनि उहाँले एकचोटि पनि सोधेको छ भन्ने भन्छ होइन, त्यो अनि सानो खालको थियो, स्वीकृति दिने नै पर्ने थियो, सामान्य थियो, चलि नै सकेको थियो। त्यो भएको कारणले गर्दाखेरि त्यो चाहिँ त्यहाँको कम्प्युटरले चाहिँ टाइप गरेर ल्यायो, मैले चाहिँ अब हेर्नै परेन केही सामान्य छ भनेर चाहिँ मैले दिएँ भन्छ क्या। त्यो कारणले गर्दाखेरि यो व्यवहारिक रूपबाट फेरि यसलाई एकचोटि अध्ययन गर्ने हो कि, किनभने एउटा राम्रो मान्छे जस्तो लाग्छ मलाई। किन हामीले अब राष्ट्रपति रणसिंहले हेर्दाखेरि पनि उसले राम्रो मेहनत गरेको थियो। एसईको चाहिँ उनले चाहिँ त्यो यस्तो राम्रो ढङ्गबाट चाहिँ उहाँले चाहिँ स्कलरसिपहरू मिलाइदिएको अवस्था पनि थियो। राति 9 बजे आउँदाखेरि पनि काम गरिरहेको अवस्था थियो, किनकि त्यो टार्गेटभित्र त्यो मिट गर्नुपर्छ भनेर। एउटा सक्षम व्यक्ति चाहिँ साँच्चीकै हामी त्यो विभागबाट नभएको अवस्था रह्यो भने भोलिको दिनमा के रहन्छ र यसलाई चाहिँ एकचोटि रिभाइज गर्दा के हुन्छ कि भन्ने मेरो अनुरोध हो। यसमा त्यो के यस्तै एकछिन यहाँनिर के कारबाही गर्ने विषयमा छलफल गर्न खोजेकै छैन। मैले अघिदेखि भन्दैछु हामीले उहाँलाई नसिहतलाई एकचोटि त्यो नसिहत मात्रै दिएर छोड्ने हो कि विभागीय कारबाही गरेर छोड्ने भन्ने विषयमा यहाँ छलफलै होइन। यहाँ छलफल त यो कारबाही प्रक्रिया अगाडि बढाउने, प्रक्रिया अगाडि बढाइसकेपछि नसिहत मात्रै दिने हो कि विभागीय कारबाही मात्रै गर्ने हो कि सरुवा गर्ने हो कि त्यो पछिको कुरा हो। तर यहाँ नीतिगत निर्णय भनेको त यसलाई चाहिँ हामीले त्यो चाहिँ बोर्डबाट त जानु पर्यो नि त त्यो कुरा। मेरो सर यसमा यो कार्यपालिकामा एजेन्डा आउने भनेको चाहिँ अन्तिममा आउने हो होइन, कार्यविधि अनुसारले। त्यसरी अहिले अन्तिममा नै आएको जस्तो लाग्छ कि यो आजको चाहिँ यो निर्णयले नै सायद कि उहाँको लाइनिङ हुन्छ। हेलो सर, एकैछिन अब सानो कुरा चाहिँ म कुरा उठाएँ। यो खास चाहिँ अब उहाँ बिदा बस्नुभयो, बिदा बस्न लाग्यो, स्पष्टीकरण सोध्यो, त्यो चाहिँ फरक पाटो हो। तर यो चाहिँ त्यो सोध्नुभन्दा पहिला कार्यपालिका आउनुपर्ने चिज हो यो चाहिँ है। यो आउन चाहिँ उल्टो बाटोबाट आयो है। यो कार्यपालिका आएर स्पष्टीकरण सोध्ने हो कि एक चरणको कारबाही त उहाँलाई भइसक्यो। स्पष्टीकरण सोध्ने भनेकै कारबाही हो, कर्मचारीलाई स्पष्टीकरण सोध्ने भन्ने चिजै कारबाही हो। सुरुमै स्पष्टीकरण कार्यकारी सरले सोध्नुभयो होला, उहाँले चाहिँ स्पष्टीकरण दिनु पनि भएको छ होइन। अब यो फेरि यो चाहिँ अब गलत नियत हो भने सरकारी स्कुल प्राइभेट स्कुललाई चाहिँ साइन्स पढाउन दिन्थ्यो भने चाहिँ पहिले हामीले सोध्न पर्थ्यो होइन। हाम्रै मातहतको सरकारी स्कुललाई साइन्स +2 पढाइ भइरहेछ, त्यहाँ साइन्स विषय थप गर्नेमा त्यस्तो धेरै खोट चाहिँ व्यक्तिगत रूपमा म चाहिँ देख्दिनँ। तर त्यहाँ एउटा उहाँले पनि स्वीकार्नु भएको छ कि चैतको बैठक मेयर साहबको अध्यक्षतामा बस्ने शिक्षा समितिको बैठकको निर्णय अनुसार भन्ने कुरा जुन लेख्नुभयो उहाँले पनि स्वीकारिसक्नु भएको छ सीताराम सरले। मैले त्यो चाहिँ हेरिनँ अथवा केही बाई मिस्टेक त्यो मलाई जहाँ छ हाम्रो नगरपालिकामा प्राय जसो फेरि कपी पेस्ट पनि गर्नुहुन्छ धेरै जसो। र धेरै जसो कस्तो छ भने एकजना साथीको कमजोरी यहीँका साथीहरूलाई अर्कोलाई थाहा छ, अनि त्यही हाम्रै साथीभाइहरूले यसो चाहिँ यसलाई यसो अलि चाहिँ पपुलर भयो, अलि राम्रो काम गर्यो, यसलाई यसो खुइलाइदिउँ कि यो व्यक्तिगत इगोले गर्दा पनि यहाँ समस्या चाहिँ आइरहेको छ। यसलाई अलिकति खुइलाइदिउँ, यहाँ थोरै मिस्टेक गरे रहेछ, अब यो थोरै मिस्टेकलाई पुरै चाहिँ सकाइदिउँ कि
भनेर चाहिँ हाम्रै साथीभाइहरूले यो अन्तडा होइन यो शिक्षा समितिको बैठक कहिले बस्यो के अरे रत्न राज्यलाई चाहिँ नदिएर अर्को चाहिँ यतैतिरको कुन चाहिँ प्राइभेटलाई दिए भए चाहिँ ठुलै हङ्गामा हुन्थ्यो, पहिल्यै गर्थे। अब अलिकति राम्रो गर्दै गयो, यो राम्रो हुँदै गयो भनेर यसलाई राम्रो धेरै राम्रो हुन नदिउँ, हाम्रै लेभलमा ल्याइदिउँ भनेर यसो 600 बनाइदिएपछि त कारवाही त हुन्छ। खास चाहिँ यो व्यक्तिगत एकदम कोटेड यो चाहिँ नाइबनी चाहिँ एउटा शिक्षा समितिको एउटा सरकारी स्कुलको विषय थप साइन्सको दिएको कुरामा यत्रो बवालसित चाहिँ गर्नुपर्ने कसैले छैन। उजुर कसलाई दिन्छ ल? त्यहाँ चाहिँ विषय थप गरिदिए कारणले कुनै व्यक्ति कुनै संस्था प्राइभेटलाई कसैलाई घाटा पर्यो होला होइन? सरकारीलाई त्यहाँ चाहिँ साइन्स एउटा विषय थप सरकारी स्कुलमा थप दिँदा त कसैलाई घाटा त परेको छैन। एउटा प्रक्रिया के हो भने मेयर साहबको अध्यक्षतामा बस्ने समितिले निर्णय गर्यो भन्ने एउटा लेखाइ चाहिँ त्यो चाहिँ मिस्टेक हो, कपी पेस्ट हो। अब त यहाँ त त्यो चल्ले चाहिँ काउन्टर हेऱ्यो, त्यसलाई पनि चाहिँ छानबिना ल्याउनु पर्ने भयो। यसलाई यहाँ हेर्दैन, अब मेयर साहबले पनि हेर्नु न, हामीले पनि हेरिँदैन। यहाँ त प्रत्येक चिज हेरेर गर्नुपर्ने भयो। अब यहाँ त विश्वासमा गरिन्छ। अब यसलाई फसाइदिउँ भने ढोइडो एउटा लेख राखिदियो भने त्यहाँ त च्याट हुने भयो होइन? त्यो कुरा पनि अलिक हेर्नुपर्ने जरुरी छ। मैले यसरी सर हेर्दाखेरि प्राइभेटलाई दिए भए फरक कुरा साइन्स, तर फेरि चाहिँ हाम्रो नियमावलीमा त्यो छ। तर नेपाल सरकारको नियमावलीमा विषय थप चाहिँ क्लास थप चाहिँ कार्यपालिका हाम्रो चाहिँ शिक्षा समितिले गर्नुपर्छ भने विषय थप चाहिँ सिधै शिक्षा अधिकारी जो छ जसलाई तोकिएको छ त्यही अधिकारीले चाहिँ विषय थप दिन सक्छ। हामीलाई कार्यपालिका कहीँ ल्याउनै पर्दैन। त्यस कारणले यो कुरामा चाहिँ अलिकति विचार पुर्याएर निर्णय गर्नको लागि चाहिँ म हार्दिक अनुरोध गर्छु। बसु सरलाई म अनुरोध गर्छु। एकछिन, यो स्थानीय सरकार सञ्चालन ऐनको चाहिँ शीर्षमा यो कार्यपालिकाले आज जुन एजेन्डा आइरहेको छ यस विषयमा के कस्तो छ अलिकति स्पष्ट पार्दैन कि साथीहरू भ्रममा हुनुहुन्छ होइन? त्यो कानुनमा भएको व्याख्या होइन, कानुनमा भएको व्यवस्था के कस्तो छ एकचोटि स्पष्ट पारिदिनु हुन अनुरोध गर्छु। बस्नु सर, मेरो एक लाइन मात्र भन्छु। अब उसलाई कारवाही भयो भने अहिले पढिरहेका 22 जना स्टुडेन्टहरूको चाहिँ भविष्य के हुन्छ? त्यो पनि त अब रद्दै हुनुपर्ने हुन्छ। त्यति राखेँ मैले। एकैछिन है, उहाँ अघि बोल्नु भएको चिजमा चाहिँ कन्फ्युजन भयो। सरकारी प्राइभेटमा म भनिदिन्छु सरकारी र प्राइभेटमा के कन्फ्युजन भयो यहाँ भनेर। सरकारीमा 11-12 साइन्स पढाउँदा पनि यहाँ फी लिइरहेको केस छ। फी लिन्छन्, एडमिसन चार्ज लिन्छन् र सबभन्दा ठुलो भ्रष्टाचार चाहिँ कहाँ हुन्छ भन्दाखेरि तपाईँको टिचर जुन करारमा लिन्छ, 11-12 पढाउनलाई चाहिँ टिचर करारमा लिन्छ। आफ्नै भाइ भतिजो राख्नलाई यो अनुमति दिँदाखेरि सरकारीलाई के फरक पर्यो भन्दाखेरिको चाहिँ कुरो के छ भन्दाखेरि त्यहाँ टिचर हायर गर्नलाई, एडमिसन फी उठाउनलाई, मासिक फी उठाउनलाई चाहिँ सरकारीलाई दिएको हो। हेर्दाखेरि चाहिँ सरकारी देखियो, तर त्यहाँ पनि पैसा कारोबार भएको छ। फ्रीमा पढाएको छ रत्न राज्यले 11-12 पैसा लिएर पढाएको छ। अनि टिचरहरू करारमा ल्याएको छ होला नि त। हो, त्यही भएर यो सरकारी र प्राइभेटको कन्फ्युजन चाहिँ यसरी चाहिँ पर गर्नु पर्यो। सरकारीलाई पनि त्यसरी दिन पाइएन, प्राइभेटलाई पनि दिन पाइएन। थोरै होइन एकछिन हाम्रो ओडाबाट मैले एउटा कुरा भन्छु। हाम्रो यो निर्णय पनि मैले भन्ने नि एकजनाले दिनेर हामीले ओडाको निर्णय गर्दा नि 4 जना सदस्यलाई सोधेर 5 जनाले निर्णय गरेर पठाउनु पर्छ हो। कहीँ पनि पठाउँदाखेरि यहाँ पनि पठाउँदाखेरि त हामीले पनि सबैको सहमतिबाट पठाउनु पर्छ होला नि त, कि पर्दैन होला? म राख्नु त हस्। यो कर्मचारी सम्बन्धीको निश्चय अन्तर्गतको चाहिँ काम चाहिँ यो बोर्डमा किन आयो? उहाँहरूलाई नियुक्ति बोर्डले गरेको हो, जनप्रतिनिधिले गरेको हो। कर्मचारीहरूको आफ्नो निश्चय आफ्नो कानुन छ, त्यसको लागि त्यो गलत काम गर्यो भने त्यसलाई सजाय गर्नलाई त सरकारले के अरे कार्यकारी अधिकारी खटाएर पठाएको छ नि त। उहाँले हेर्नुपर्ने कुरा होइन यो बोर्डमा कसरी आएको चाहिँ यो कुरा किन कि त चाहिँ नि त्यो के अरे कर्मचारीलाई बोर्डले नियुक्ति गरेको के अरे बोर्डले नियुक्ति गर्ने हो भनेदेखि चाहिँ बोर्डमा आउनु पर्यो। बोर्डले त नियुक्ति गर्ने हो नि त कर्मचारीहरूलाई। उहाँहरू त आफ्नो कानुन र लोकसेवा आयोग अथवा कानुन कुनै कर्मचारी निश्चय अन्तर्गत कार्यविधि अन्तर्गत आउनु भएको छ। यहाँ कसरी आयो पहिला त यही नै अचम्मको कुरा छ क्या। कि चाहिँ नि हिजो यो कर्मचारी जम्मै हामीले चाहिँ नियुक्ति गर्ने हो नि, यसलाई कारवाही गर्ने पुरस्कृत गर्ने कुरा हामीले गर्नु त त्यो त हामी अन्तर्गत त छैन। त्यस कारणले कानुनमा चाहिँ नि तपाईँको कार्यविधिमा के छ, प्रशासन सञ्चालन गर्ने सम्बन्धी कानुन के छ त्यो अनुसार काम गर्नु पर्यो नि त। मेरो सानो राखौँ है त प्रमुखजी हो। म सानो कुरा यही विषयमा हामी आज दुःखका साथ भन्ने कि खुसीका साथ भन्ने
35 वर्षभन्दा मुनिको 3 जना नेतृत्वकर्ता यहाँ छौँ। म प्रदीप सरलाई यो बैठकमा खुसीसँग यो स्वागत पनि गर्न चाहन्छु। यो तेस्रो बैठकमा 3 जना कार्यकारी प्रमुख हामीले देखिराखेका छौँ। तेस्रो बैठकमा तेस्रो व्यक्ति हुनुहुन्छ तपाईँ, होइन? यो कसैले गल्ती गर्यो त्यही भएर ऊ फायर भयो। तपाईँ पनि त्यस्तोमा नपर्नु होला भन्ने मेरो अनुरोध रह्यो। अनि अर्को कुरा, यो सीतारामजीको कुरा गर्दै गर्दा स्पष्टीकरण त लिएकै छैन नि त। सफाई कुनै चिज गलत लाग्यो, शङ्का लाग्यो, त्यो गलत नहुनु पनि सक्छ नि त। कसरी कार्यपालिका लाने सिधै? होइन, तपाईँले यस्तो भार छ भन्नु पर्यो। सफाई माग्नुभन्दा अगाडि उहाँको चाहिँ कुरो यो इरर यसरी भन्नु पर्यो। के चाहिँ बुझ्नु भएन भन्दाखेरि सफाई माग्दाखेरि नै त्यहाँ गलत देखिएन भने किन कार्यपालिका ल्याउने? गलत देखेपछि पो ल्याउनु पर्यो त। होइन, तपाईँले चाहिँ यो सफाई दिँदाखेरि यो तपाईँले सफाई दिँदा सफाई दिनु भए हामी कहाँ आउँदै आएन त? तपाईँले बदनियत राखेर त सफाई दिनु भए के हुन्थ्यो त? अनि कार्यपालिका बैठक आउँथ्यो त? होइन, स्पष्टीकरण हाम्रो सुमनजीले भन्नुभयो 14 उहाँले यदि त्यसलाई देखेर आमा जाए यो के रे एक्सक्युज जाए यहाँ बोर्डमै आउनुहुन्छ। पुरा बुझ्नुभयो त? यो बोर्डमा आउनुको कारण के उहाँले दिन भएन भन्ने कुरा बुझ्नु। यस्तो माफी दिनै पाइँदैन। पहिलो कुरा, माफी दिएको भए बोर्डमा आउँदैन थियो, होइन कि गलतै नदेखिएको, त्यसले गल्ती नै नगरेको भए बोर्डमा आउँदैन थियो भने। गल्ती गरेर माफी दिन पाइएन नि त। गल्ती गरेर माफी दिएर होइन, त्यसरी सबै चिजलाई कारबाही लिन थालियो भने त त्यसो भए त अनि केलाई चाहिँ कारबाही होइन भन्ने त त्यसो। तपाईँको वार्डबाट कसैलाई नागरिकता दिँदाखेरि महानगरपालिकालाई ह्याम्पर हुन्छ? गलत मान्छेलाई नागरिकता दियो भने त्यस्तो कुराहरू हुन्छ। नागरिकता कसैलाई दियो त्यो गलत छ कि सही छ, महानगरपालिकालाई केही असर परेन, त्यो सही काम हो त? महानगरपालिकालाई के असर पर्यो कुरो गरे भने हामीले त प्रक्रियाको मेयर साहबको अधिकार क्षेत्रभित्र रह्यो कि रहेन भन्ने मात्रै हो प्रश्न। एउटै होइन, यो तर्क दिँदाखेरि महानगरपालिकालाई के असर पर्यो भनेर चाहिँ तर्क दिनु भएन। होइन, यो यो विषय कति भन्नु कि फेरि यो विषय थोरै कुरा राख्छु है साथीहरू। प्रमुखज्यू,
बोर्डले तोकिदिनु पर्यो। त्यसो भए यो स्पष्टीकरण लिने अधिकारी अथवा समिति सुशासन समिति हो कि के हो त्यो चाहिँ बोर्डले तोकिदिनु पर्यो। प्रमुखजी म थोरै कुरा राखौँ, मेरो विभागको विषय भएकोले साथीहरूले मैले अनुरोध त्यही कुरा बरु समितिलाई दिउँ न त, के गलत गर्यो भन्ने कुरा बोर्डमा ल्याउन पनि समितिबाट नै अघि बढाउँ। त्यही नै यो विषय थप गर्ने कुरा मैले थोरै जानकारी गराउन चाहे। जस्तो यो विषय थप गर्ने कुरा शिक्षा समितिको अधिकार क्षेत्र अधिकारभित्र पर्छ कि पर्दैन? आज हामीले जुन विषयमा अरे यस्तो त्यहाँ चाहिँ त्यसको अधिकार पर्छ कि पर्दैन भन्ने विषय होइन कि त्यो समितिको निर्णय बमोजिम दिएको भनेर लेखियो भन्ने कुरा चाहिँ गलत भयो क्या। त्यसको अधिकार थिएन भन्ने अथवा थियो भन्ने कुरो होइन। त्यो समितिको निर्णय अनुसार तपाईँहरूलाई सञ्चालन गर्न दिएको छ भनेपछि त्यो समितिको निर्णय नै भएको छैन, त्यो भएको थिएन, त्यति हो कुरा। त्यही त अब यो क्षेत्र अधिकारभित्र पर्ने कुरामा ठिक छ। यो प्रक्रियालाई सुरु कहिलेदेखि मान्ने नियम अनुसार यसो कानुन अनुसार यो प्रक्रियालाई सुरु चाहिँ केबाट गरिन्छ त्यो हिसाबले सुरु गर्नलाई चाहिँ कार्यपालिकाले प्रमुखज्यू म थोरै कुरा राखौँ, मेरो विभागको कुरा भएकोले है। प्रमुखज्यू उपप्रमुखज्यू र प्रमुख प्रशासकीय अधिकारी लगायत समकक्षी साथीहरूमा मेरो म थोरै कुरा राखौँ है। यहाँ साथीहरूले विधि प्रक्रियाको विषय धेरै लामो छलफल भयो। कार्यपालिकाले यसो गर्न सकियो। कार्यपालिकाले जे चिजलाई सुरुवात मान्छ, जे चिजलाई चाहिँ पहिलो बिन्दु मान्छ त्यो बिन्दुलाई चाहिँ सुरु गर्नु पर्यो भन्नु पर्यो। ठिक छ, मैले यो अर्को विषय उठाउनु खोजेको। एकछिन छानबिन गर्नु पर्यो। यस्तो नि त त्यो चाहिँ शिक्षामा र बोर्डमा भयो। अर्को विषय अर्को पनि 10 तहको त फेरि अर्को होला फेरि। त्यो भएर त्यसरी त हरेकको त छुट्टा छुट्टै समिति छुट्टा छुट्टै व्यक्ति त राख्न सकिएन नि त कि अब सुशासन समितिमा लाई जिम्मा दिनु पर्यो। के छ यो प्रक्रियालाई अगाडि बढाउनलाई र यसको जिम्मेवारी सुशासन समिति यो दुईटै 10औं तहकोलाई होइन। वडाको कुरै आएन नि तपाईँको के ल यो 13 र 14लाई चाहिँ प्रक्रिया अगाडि बढाउन सुशासन समितिलाई पेश गर्न चाहन्छु। प्रस्ताव नम्बर 15 मा तेलियाइटा सम्बन्ध निर्माण कार्यको दर रेट स्वीकृत गर्ने सम्बन्धमा पूर्वाधार समितिलाई राख्नु। पूर्वाधार समितिका संयोजक राखौँ है मेयर साहब। यो हाम्रो संस्था पारदर्शी हुनुपर्छ भन्ने कुरामा त हामी सबै सहमत छौँ होइन। अब पारदर्शी साथी एकछिन पर्खौँ न, तपाईँको कुरा हामी कुरा के भन्दाखेरि हाम्रो संस्था पारदर्शी हुनुपर्ने कुरामा त सबै यहाँ सहमत छ साथीहरू। तर पारदर्शिताको नाममा नाङ्गै भयो जस्तै हाम्रो घरको कुरा कति कुरा संस्था कुरा हामी मिडियाबाट थाहा पाउँछौँ। 28औं नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू प्रशासकीय प्रमुखज्यू म प्रस्ताव नम्बर 15 तेलियाइटा सम्बन्धित निर्माण कार्यको दर रेट स्वीकृतिको लागि कार्यपालिकामा पेश गर्न चाहन्छु। पेश गरिसक्नुभयो। प्रस्ताव नम्बर 15 पेश गर्न चाहन्छु। विविधमा के छ अरु? विविधमा मेरो छ है। विविधमा एउटा म भनिहाल्छु है पहिला विविधको एउटा विविधमा चाहिँ जुन खानेपानीको
लास्टमा प्रस्ताव नम्बर 16 विविधमा उपप्रमुखज्यूको थाइल्यान्ड भिजिटबारे अब विस्तृत राखिदिनु हुन म उपप्रमुख हजुर अनुरोध गर्दछु। हस् धन्यवाद। अब आउने आइतबार थाइल्यान्डमा युसिएलजी भनेर छ, युनाइटेड सिटिज लोकल गभर्मेन्ट भनेर स्थानीय सरकारहरूको नै संयन्त्र हो र त्यहाँ पनि मुहानबाट विभिन्न पदाधिकारीहरूलाई निमन्त्रणा दिएको छ, जसमध्ये त्यहाँको पदाधिकारीको हकले र काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतले पनि उहाँहरूले निमन्त्रणा दिनुभएको छ, जसमा चाहिँ विशेष गरी जस्टिससँग सम्बन्धित न्यायिक समितिसँग सम्बन्धित प्रेजेन्टेसन चाहिँ गर्दैछौँ। त्यो आइतबार गएर अब आउने आइतबार भनेको 18 तारिकमा गएर 21 तारिकमा फर्किने हो। प्रस्ताव पेश गर्न चाहन्छु। प्रमुखज्यू 28औं नगर कार्यपालिका बैठक भएको अध्यक्षता ग्रहण भएका अध्यक्षज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकारीज्यू, यो गरिमामय बोर्ड बैठकमा पाल्नुभएका विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, विभिन्न विभागका विभागीय प्रमुखहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू, यहाँहरू सबैलाई काठमाडौँ महानगरपालिका 31 नम्बर वडाको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु र प्रमुख प्रशासकीय अधिकारीज्यूको पूर्ण कार्यकालको सफलताको कामना गर्न चाहन्छु। यो अहिले हामीले फुटपाथलाई व्यवस्थित गर्ने रङ्गीन कलर ब्लकहरू लगाइरहेका छौँ। हाम्रो 31 नम्बर वडामा केही कर्ब स्टोनहरू नयाँ राखिएका छन्, केही पुरानाहरू छन्। अब त्यो कस्तो इस्टिमेट गरेको, त्यही मेरै 31 नम्बर वडाको देवकोटा मार्गमा नयाँ कर्ब स्टोन राखेर रङ्गीन ब्लकहरू छापिरहेको छ। अर्को त्यही वडामा शान्तिनगरमा चाहिँ तपाईँ केही ठाउँमा मात्र तपाईँको चाहिँ कर्ब स्टोनहरू राखेका छन्। महिनौ दिन भइसक्यो तपाईँको चाहिँ पेटीहरू भत्काएको गरेको अस्तव्यस्त छ। ज्येष्ठ नागरिकहरू हिँडिरहनु भएको छ, बालबालिकाहरू हिँडिरहनु भएको छ, व्यापार व्यवसाय गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ। अब त्यो बन्ने स्थिति नै छैन। अब मैले पटक पटक कुरा गर्दाखेरि पनि तपाईँको चाहिँ अलिकति नेग्लिजेन्स, अलिकति लापरवाही भइरहेको छ एउटा त्यो। अर्को कुरो त्यो कर्ब स्टोनको पनि त्यसको हाइट बढाएर अब बिरामीहरू हुनुहुन्छ, किडनीको बिरामी, लङ्सको बिरामी, हार्टको बिरामीहरू हुनुहुन्छ, पटक पटक उहाँलाई चाहिँ हस्पिटलहरू लगिरहनुपर्छ, गाडीमा लगिरहनुपर्छ। त्यो कर्ब स्टोनको हाइट बढाए हुनाले आवजात तपाईँ मुभमेन्ट नै तपाईँको डिस्टर्ब भइरहेको छ। अब भन्दाखेरि राम्रो व्यवस्थित गर्ने भने त भनेको छ, राम्रो त सबैले चाहने हो। तर अब यो 10 नम्बर र 31 नम्बरमा अहिले बाटोकै छेउमा चाहिँ धेरै प्रब्लमहरू भइरहेको छन्। तपाईँको चाहिँ स्कुल, कलेज, हस्पिटलहरू सबै व्यक्तिको घरहरूमा जान पनि एउटा डिस्टर्ब भइरहेको छ। अब यो चाहिँ सम्बन्धित निकायले ध्यान दिनु पर्यो। अब यो बजेट छैन भने कि सबै ठाउँमा पुरानै गर्दा भए हुन्थ्यो, कहीँ पुरानो कहीँ नयाँ यो के गरेको। तपाईँको चाहिँ मेरो 31 नम्बर वडामा को शान्तिनगरमा महिनौ दिन भइसक्यो तपाईँको चाहिँ ब्लकहरू तपाईँको अलपत्र परेका छन्, फेसबुकमा देखेका छन्। सम्बन्धित निकायको तपाईँ ध्यान आकृष्ट गर्छ भनेर वडावासीहरूले देख्नु भएको छ। केन्द्रले काम गरेको छ, बदनाम हामी भइरहेको छौँ, गाली हामीले खाइरहेको छौँ। पाइला पाइला हो वडा अध्यक्षज्यू, यो पेटी कहिले बन्छ, कहिले पेटी बन्छ, कतिजनालाई मात्र म स्पष्टीकरण दिउँ। त्यसले गर्दाखेरि त्यो के भएको हो। अब राख्ने हो नि सबै ठाउँमा तपाईँ कर्ब स्टोन नयाँ राख्नु पर्यो। बजेट थिएन भनेदेखि फेरि तपाईँको चाहिँ कहीँ नयाँ कहीँ पुरानो के गरेको हो, सम्बन्धित निकायले तपाईँको ध्यान दिनु पर्यो एउटा। अर्को कुरो प्रमुखज्यू, म प्रमुखज्यूको ध्यान आकृष्ट गरिरहेँ, अहिले नेपाल सरकारले तपाईँको चाहिँ छुट जग्गाहरूको दर्ता खुलेको छ। वडामा तपाईँको चाहिँ धेरैमा आइरहनु छ। मलाई लाग्छ यो 32 वडाको कमन प्रब्लम हो। हिजो हामीलाई तपाईँको चाहिँ एनआरएनलाई नागरिकता दिँदाखेरि एउटा सर्टेन क्याटेगोरी पुरा गरेर यो क्राइटेरिया पुरा गरेर मात्र नागरिकता दिनु भनेर चाहिँ जुन हामीलाई परिपत्र जारी भएको थियो, अहिले यो छुट दर्ताको लागि पनि काठमाडौँ महानगरपालिकामा धेरै जग्गाहरू छुट छन्, भूमाफियाहरू चलबाइरहेका छन्। त्यसले गर्दाखेरि हामीलाई पनि एउटा जग्गा दर्ता गर्ने एउटा चाहिँ सर्टेन क्राइटेरियाहरू हामीले दियो भनेदेखि त्यसले चाहिँ काम गर्न अलिकति सहज हुन्छ होला। मैले प्रमुख प्रशासकीय अधिकारीज्यूको मैले ध्यान आकृष्ट गर्न चाहेँ। अर्को हामीले यो हामी आउनुभन्दा पहिले अनि कर्मचारीहरूले चलाउँदा विगतमा भूकम्प गइसकेपछि 4 फुटभन्दा बढी पर्खा लगायो भनेदेखि तपाईँको चाहिँ नक्सा पास गर्नुपर्छ अथवा लगाउनु पाइँदैन भनेको थियो। विगतमा अब कर्मचारीहरूले चलाउँदादेखि नै तपाईँको चाहिँ अथवा विभिन्न कारखानामा चाहिँ पर्खालहरू धेरै हाइट भएर अहिले तपाईँको चाहिँ विभिन्न गलत क्रियाकलापहरू गर्ने त्यो दुईतिर तपाईँको चाहिँ पर्खालहरू हाइट भए। त्यसले गर्दाखेरि तपाईँको चाहिँ अब यो ड्रग्सहरू युज गर्ने, बेलुका तपाईँको चाहिँ गलत क्रियाकलापहरू हुने भए हुनाले अब बोर्ड बैठकबाट हुन्छ कि अथवा चाहिँ विभागबाट हुन्छ, त्यो पर्खालहरूलाई पनि तपाईँको चाहिँ त्यसको कानुनी दायरामा ल्याउनु अथवा चाहिँ तपाईँको चाहिँ अथवा भत्काउनलाई पनि तपाईँको चाहिँ एउटा निर्णय गर्नको लागि चाहिँ म तपाईँको चाहिँ प्रमुख प्रशासकीय अधिकारी मेयर साहबको पनि मैले ध्यान आकृष्ट गर्न चाहे। धन्यवाद। नमस्कार श्रीमान प्रमुखज्यू, उपप्रमुखज्यू, कार्यपालिका सदस्यज्यू,
विभागीय प्रमुखज्यू सबैलाई मेरो नमस्कार। यो कर्बस्टोनको सम्बन्धमा चाहिँ यो पहिले नै इस्टिमेट भएको हो अनि त्यसमा के छ भने कतिपय कर्बस्टोनहरू प्रयोग गर्न सकिने भएको हुनाले गरे हो। अनि अब कतिपय ठाउँहरूमा चाहिँ जुन ठाउँमा पार्किङ हुन्छ त्यो ठाउँको लागि चाहिँ के कर्बस्टोन के तपाईँको प्रयोग गर्नु नहुने थियो? तपाईँलाई चाहिँ नयाँ छैन, मलाई चाहिँ पुरानो छैन, म होइन यो पहिलेकै इस्टिमेटमा भएको हुनाले त्यो कर्बस्टोनको एरिया बढ्ने भयो। त्यो पब्लिकले त त्यो कुरो बुझ्दैन नि। तपाईँलाई चाहिँ नयाँ चाहिने, मलाई चाहिँ चाहियो पुरानो चाहिने भने मैले पनि ट्याक्स दिएकै छु, मलाई पनि नयाँ चाहिन्छ, म काम गर्नै दिनु भने मेरो काम अल्पत्र भएको छ। झन्डै महिनौ दिनभन्दा बढी भइसक्यो। पसलहरू छ, ज्येष्ठ नागरिकहरू हिँड्नु छ, मेरो वडा कार्यालय जाने बाटो त्यहीँ छ। तपाईँको चाहिँ पाइला पाइलामा तपाईँ व्यक्ति व्यक्तिलाई चाहिँ मैले स्पष्टीकरण दिएर हुँदैछ। त्यही जनताको आशीर्वादले गर्दाखेरि आज म यो ठाउँमा आइपुगेँ। मैले त्यो जनतालाई कतिसम्म मैले चाहिँ झुटो कुरो बोलिरहने, त्यसले गर्दा के थिएन तपाईँको चाहिँ युज हुँदैन थियो भने कि हामीलाई पनि तपाईँको जानकारी गर्नुपर्छ। अब तपाईँहरूले चाहिँ ओभर पर्मिट दिँदाखेरि नै तपाईँको चाहिँ वडा अध्यक्षलाई बाइपासिङ गरी ठेकेदारहरू आउँदैन। ठेकेदारले चाहिँ वडा अध्यक्ष खोज्दै आउनुपर्ने हो त वडा अध्यक्षले ठेकेदार खोज्दै हिँड्नुपर्ने भयो। वडामा तपाईँको चाहिँ काम कारबाही तपाईँ चाहिँ गल्ती भइसकेपछि तपाईँको चाहिँ जनताले त्यहाँको जनताले स्वाभाविक आफ्नो जनप्रतिनिधिलाई तपाईँ कुरा उठाउनु स्वाभाविक हो। तपाईँको चाहिँ अनि ठेकेदार पनि छैन, अल्पत्र पारेर हिँड्दिएको छ। तपाईँको चाहिँ किन काम नभयो भने इस्टिमेट यस्तै छ भन्छ। तपाईँको चाहिँ जनताले त डे टु डे तपाईँको चाहिँ कम्प्लेन गरिरहेको छ। अब तपाईँको चाहिँ थिएन भनेदेखि किन त्यो झिकियो? प्रयोगै हुने थियो भने त कमसेकम तपाईँको वडा अध्यक्ष वडा समितिमा चाहिँ आएर कन्भिन्स गराउनु पर्यो नि यस्तो यस्तो छ है भन्ने कुरो। तपाईँको चाहिँ अब डेली जस्तो तपाईँको चाहिँ कम्प्लेन आइरहेको छ। हरेक व्यक्तिको चाहिँ घर घरमा तपाईँको चाहिँ अहिले गाडीहरू लैजानलाई चाहिँ डिस्टर्ब भइरहेको छ। कर्बस्टोन माथि राखिदिएको छ भन्दाखेरि तपाईँ व्यवस्थित गर्न राखेको छ भने ओठे जवाफ आउँछ। अब यो यस्तो छ तपाईँको चाहिँ मेरो 31 नम्बर अहिले त्यही भएर मैले त के भनेको छु जहाँ तपाईँको विवादित भएको छ त्यो ठाउँमा चाहिँ तपाईँको चाहिँ अहिले नगर्नुहोस् भनेर तपाईँको चाहिँ थामथुम पारेर राखेको छु। तर यसको चाहिँ अलिक पर्मानेन्ट सोल्युसन हुने गरी चाहिँ तपाईँको चाहिँ होइन। यस सम्बन्धमा हामीले चाहिँ के गरेका छौँ भने कर्बस्टोनको यो फुटपाथमा जुन लगाएको छ नि एकरूपता कायम गर्नको लागि नि यो गरे हो। प्रत्येक मोटरसाइकल जानको लागि तलमाथि गऱ्यो भने त्यो कर्बस्टोनको यस्तो यस वेब जस्तो भएर जान्छ। एकरूपता कसरी भयो सर? हजुरले नयाँ लाउने मैले पुरानो लाउने कसरी? त्यो नयाँ र पुरानो साइजको एकरूपता होला तपाईँको चाहिँ। अनि अब यो भएको अहिले जति पनि ठाउँमा पार्किङ गर्छु भनेर भने ठाउँमा चाहिँ हामीले कर्बस्टोनलाई डाउन गरेका छौँ। व्यक्तिको घरमा के गर्ने? हजुरको घरमा गाडी लानुपर्ने के कसरी गर्ने? यो व्यक्तिले पार्किङ गर्छ भने पनि त्यो ठाउँमा हामीले डाउनै गरेका छौँ। व्यक्ति र इन्स्टिच्युटको कुरा आएन। यहाँ जुन ठाउँमा पार्किङ प्रयोजनको लागि स्पेस म्यानेजमेन्ट गरेका छ त्यो ठाउँमा चाहिँ हामीले डाउनै गरेका छौँ। यदि कतिपय ठाउँमा गरेका छैन भने त्यो हामी सुधार गर्न तयार छौँ। त्यो व्यक्तिको घरमा लानु पर्यो भने चाहिँ के गर्ने? कसरी गर्ने? जस्तो हजुरको घरमा गाडी लगिरहनु भएको थियो होइन मेरो व्यक्तिको घरमा पार्किङ गर्ने मैले स्पेस छुट्याएको छु भने त्यो ठाउँमा पनि हामीले गरिदिएको छौँ। पार्किङ स्पेस त भइहाल्छ नि गाडी किन्नु होइन त्यो उनीहरूले मेरो पार्किङको स्पेस उहाँले भन्नुभएको अझै पनि म्यानेज गर्न सकिन्छ त्यो हेर्नुहुन्छ उहाँले। अरू के छ नि प्रमुखज्यू अघिको एकछिन काका मलाई 2 मिनट टाइम दिनुहोस्। यो अहिले मलाई कहाँ गयो यहीँ छ के हो यार? 22ले कस्तो हेबे यार? अहिले मैले यो हाम्रो महानगरपालिकाको सम्पत्तिको बारेमा कसैले नउठाएको मलाई लागेको अहिले के भन्छ एनआइके एसियन ब्याङ्कहरू अहिले गइरहेछ भने चाहिँ हाम्रो सम्पत्ति सबै त्यहीँ छ। त्यसमा बोलाएर उनीहरूसँग छलफल गरेको छ कि छैन? भोलि उनीहरू चाहिँ कोल्याप्स भयो भने हाम्रो सम्पत्ति त्यहाँ रहन्छ कि रहँदैन कसरी पाउँछ? यो त हाम्रो साथीहरूलाई हजुर मैले अस्ति पनि बोलाएर उनीहरूलाई भने तपाईँ यो आइरहेछ भने हामी सब सुधार्दैछौँ भन्छ। त सुधार्छु भन्दैमा हामी महानगरपालिकाको सम्पत्ति ती सबै राखिरहेको छ। भोलि भयो भनेदेखि त्यसको जिम्मेवारी को होला? प्रमुखजी अघि पोस्टपोन भएको विषय पार्किङको सवालमा अब प्रमुखज्यूले भन्नुभयो ब्ल्याक टपिङ भएको ठाउँमा सार्वजनिक ठाउँमा पार्किङ दिने छैन भन्ने छ होइन। तर यहाँ कति साथीहरूलाई स्मरण छ यसको आशय कसरी बुझ्ने हो? हामी कति गैर कानुनी काम गरिरहेका छौँ। यदि सार्वजनिक ठाउँमा पार्किङ गर्न नदिने हो भने हाम्रो प्रत्येक दिन प्रत्येक घन्टा हामी चाहिँ
गैर कानुनी काम गरिरहेको जस्तो लाग्यो। किन भन्दाखेरि यो नगरपालिकाको यति अव्यावहारिक वा टाइट मिस्टेक हो थाहा भएन। यो 2080 4/11 मा हामीले नीति पास गरेका छौँ। यसमा लेखेको छ, म पढेर सुनाउन चाहन्छु। यो चाहिँ राजस्व काठमाडौँ महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्टिकल 2080। यसमा के लेखेको छ भने काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिने छैन भनेर लेखेको छ। यसको आशय के हो? न्यू रोड क्षेत्रमा त्यहाँको त्यो पुरानो बजारमा त्यत्रो सेवाग्राही आउने ठाउँमा आज हिजो स्मार्ट पार्किङमा कमी कमजोर थियो। सुरुवातदेखि पटक पटक स्थानीय वडा समितिको जनप्रतिनिधि लगायत विभिन्न सामाजिक संस्थाहरूको विमति थियो, विवाद थियो। त्यो बिचमा पनि उसले चाहिँ अब 5 वर्ष पुरा गर्यो। त्यो पाइलट प्रोजेक्ट पर्सेन्ट कालको लागि दिएको त्यो प्रोजेक्टको अध्ययन प्रतिवेदन अनुसार हामीले अब के गर्ने त? हाम्रो संस्थाले यो सहरमा पार्किङ व्यवस्थापन कसरी गर्ने भन्ने कुरा कुनै छलफल नगरिकन, अझ म भन्छु यहाँले मैले जानकारी दिनुभयो, उनले नो भनेको थिएँ। नगर प्रहरी राखेर हामीले चाहिँ निःशुल्क सञ्चालन गर्नुपर्छ सीमित ठाउँमा, उपयुक्त ठाउँमा भन्ने आज त्यो ठाउँमा पार्किङ निषेध गरेको कारणले जुन समस्या आयो, न्यू रोडलाई त्यत्रो राजस्व बुझाउने त्यो क्षेत्रलाई हामीले दण्डित गर्ने काम गरेको छ। त्यो भएको कारणले यस्तो अव्यावहारिक र हामी कतिलाई स्मरण पनि छैन होला यस्तो नियम बनायौँ, जसले गर्दाखेरि अब त्यसैमा टेकेर प्रमुखज्यूले चाहिँ त्यो ठाउँ पार्किङ निषेध क्षेत्र घोषणा गर्नुभएको छ। यसले यस्ता अव्यावहारिक र असान्दर्भिक नियमले अवज्ञा गर्ने सम्भावना हुन्छ। त्यो भएको कारणले भोलि अब हामीले त्यहाँको आवश्यकता अनुसार माग अनुसार चाहिँ व्यवस्थापन गर्न सक्यो भने अवज्ञा हुने सम्भावना हुन्छ। त्यो भएको कारणले यो कुरालाई म ध्यान आकर्षण गर्न चाहन्छु। त्यो भएको कारणले आज हाम्रो दैलोमा सयौँ साथीहरू स्थानीय बासिन्दा व्यापारीहरू यहाँ आएर चाहिँ ध्यान आकर्षण गर्न आएको हो र यो शिस्त शैली अनुशासित शैली भोलि अभद्र पनि हुनसक्छ, त्यहाँ अवज्ञा हुनसक्छ। त्यो भएको कारणले हामीले अबदेखि पार्किङ हरेक बजारको अङ्ग हो, पार्किङ व्यवस्थापन हाम्रो जिम्मेवारीभित्र पर्छ भन्ने कुरा चाहिँ हिजो 2064-65 सालदेखि स्थानीय 22 वर्गको जनताले माग गरे अनुसार पुरानो नगरपालिका भएको भवनमा पार्किङ कम्प्लेक्स बनाउनुपर्छ। मैले पनि घोषणापत्रमा लेखेँ, पहिलाको पूर्व मेयर उहाँले पनि लेख्नुभयो, तर बन्यो के त भन्दाखेरि सांस्कृतिक भवन भनेर बन्यो। त्यहाँको आवश्यकता पनि थिएन, माग पनि थिएन। त्यो भएको कारणले स्थानीय जनताको माग र आवश्यकता अनुसार त्यहाँको पार्किङ व्यवस्थापन सम्बन्धित वडाध्यक्षलाई अर्को व्यवस्था नभएसम्मको लागि यहाँको अब कुनै विज्ञ वा अनुभव भएको मान्छेहरूको एउटा टोली बनाएर चाहिँ जान सक्यौँ भने सायद सहज होला। होइन भने हामीले बनाएको नियम जनताको आवश्यकता अनुसार जनमुखी भएन भने विरोध हुने सम्भावना हुन्छ र हामीले विकासी नीति यस्ता कार्यक्रमहरू प्रहरीको सुरक्षा राखेर चाहिँ गर्नुपर्ने, कार्यान्वयन गर्नुपर्ने अवस्था हुन्छ, त्यो दुर्घटना हुन्छ। त्यो भएको कारणले म के माग गर्न चाहन्छु भने न्यू रोड लगायत म न्यू रोडको मात्र कुरा गरिदिनु, यो सहरको पार्किङ व्यवस्थापन हामीले यस्तो अव्यावहारिक नियम बनाउँदैछौँ। यसको संशोधन अब हामी एउटा चाहिँ प्रक्रियामा गर्छौँ होला, तर पनि यो अवज्ञा हुन नदिनुको लागि हामीले थोरै व्यवस्थापनको लागि चाहिँ अब यसलाई प्यारालाइज गर्ने केही छ कि भन्ने कुरा म मेयर प्रमुखज्यू समक्ष अनुरोध गर्न चाहन्छु। र भोलिका दिनहरूमा यो अवज्ञा हुने मैले चेतावनी दिन खोजेँ होइन, अवज्ञा अवश्य पनि हुन्छ। 20 दिन भइसक्यो त्यहाँको जनताहरू पार्किङ नपाएर चाहिँ समस्याग्रस्त छ। त्यो भएको कारणले यथाशीघ्र प्रमुखज्यूबाट यो विषय सम्बोधन हुने आशा लिएको छु। धन्यवाद। धन्यवाद। मेरो थोरै कुरा बाँकी छ। यो भने के भने जवाफ आउनलाई हो सर, प्रमुखज्यूबाट केही जवाफहरू आउनलाई पछि एकैचोटि दिनुभयो हुन्छ होला। प्रमुखज्यू सबै गर्नु यो पछाडि जवाब दिइसकेर बैठक प्रमुखज्यू सबभन्दा पहिला म यो गरिमामय बैठकमा चाहिँ हाम्रो काठमाडौँ महानगरपालिका 2080-81 को हामीले अहिलेसम्म अर्धवार्षिक चाहिँ समीक्षा भएको छैन, त्यो समीक्षा गर्नुको लागि चाहिँ अनुरोध गर्दछु। दोस्रो, हामीले म विधान समितिको संयोजक भएको नाताले, विधान समिति भएको नाताले योभन्दा 3-4 बैठक अगाडि सायद कि 22-23औं बैठक होला कार्यपालिकाको, त्यो बैठकमा चाहिँ हामीले
काठमाडौँ महानगरपालिकाका 2063-64 सालमा निवेदन दिएका करारका कर्मचारीहरूलाई चाहिँ थाई प्रक्रियामा अगाडि बढाउनुको लागि चाहिँ 18/12 स्टे अर्डर भएको थियो। त्यही भएर चाहिँ या चाँडै नै अब थाईमा लग्ने प्रक्रियाको लागि चाहिँ कार्यविधि बनाउनु पर्यो भनेर धेरै छलफल गरिएर हामीले एउटा कार्यविधि पनि पास गर्ने। तर त्यो कार्यविधि पास भएको त्यत्रो भइसकेको छ, तर अहिलेसम्म चाहिँ त्यो प्रक्रिया अगाडि किन नबढेको त्यसको जवाब चाहियो। 3 नम्बर, त्यस्तै प्रकृतिको हाम्रो स्थानीय सेवा अध्यादेश 2079 को दफा 30 मा तहवृत्ति सम्बन्धी व्यवस्था भएको, तर त्यसमा टेकेर 180-85 जवानको चाहिँ तहवृत्ति चाहिँ गरियो। त्यसमा अन्याय परेका तर नगर प्रहरीका 10 जवान मापदण्ड पुरा भएर पनि तहवृत्ति नगरेको देखियो र त्यसमध्ये चाहिँ तहवृत्ति नपरेर अन्यायमा परेका मापदण्ड सबै पुरा छ उनीहरूको, तैपनि धेरै अन्यायमा परेर चाहिँ उहाँहरू चाहिँ कानुनी उपचारको लागि चाहिँ पाटन उच्च अदालतमा गइयो। पाटन उच्च अदालतबाट उनीहरूको पक्षमा प्रक्रिया अघि बढाउनु भन्ने हिसाबले चाहिँ परमादेश जारी भएको छ 2080 6 महिना 10 गते। त्यो फैसलाका पूर्ण पाठ पनि हाम्रो काठमाडौँ महानगरपालिकामा 2080 8 24 मा पूर्ण पाठ सहित आइसकेको छ। तैपनि चाहिँ अब 8 भन्दाखेरि अब 11 को रनिङमा छौँ हामी, तर उनीहरूको तहवृत्तिको प्रक्रिया अहिलेसम्म अगाडि बढिरहेको अवस्था देखिएको छैन। अब हामी पटक पटक भन्छौँ कर्मचारीहरूलाई को मनोबल बढाउने काम मात्र हामी गरौँ, किनभने हामीलाई रिजल्ट दिनलाई उहाँहरूको सहयोग चाहिन्छ भनेर भन्छौँ, तर त्यो काम चाहिँ भइरहेको अवस्था छैन। र त्यो परमादेश म तपाईँलाई अहिले मसँग पनि एक कपीमा छ, म तपाईँलाई दिउँला। त्यसपछि तेस्रो मेरो चाहिँ प्रस्तावको रूपमा अहिले धेरै कुराहरू त आइसकेको छ, जस्तै हामीले पार्किङ चाहिँ पूर्ण रूपमा यो कालो पत्रेमा पार्किङ नगराउने भन्ने भइहाल्यो। त्यो अनुसारले चाहिँ अब हाम्रो यो ऐनमा नै व्यवस्था भएकोले चाहिँ अब ऐन संशोधन भनेको हामीले अर्को ऐन नगरसभाले मात्र गर्न सक्ने भएकोले अब त्यसलाई चाहिँ अब सकेसम्म कसरी गर्ने भन्ने सवालमा अहिले भर्खर चिन्काईजीले भन्नुभएको छ। त्यो साथसाथै त्यसको सहयोगको रूपमा विकल्प सहितको चाहिँ हामीले व्यवस्था गर्ने भनेर हामीले मेयर साहबको विशेष पहलमा भनौँ या वडा अध्यक्षको ज्यूको सगोलको पहलमा भनौँ, धरहरामा निःशुल्क पार्किङ गराउने व्यवस्था भइरहेको छ। त्यो धरहरामा निःशुल्क पार्किङ गर्ने व्यवस्थाको सम्बन्धमा मन्त्रालयले कुनै मन्त्रीले चाहिँ त्यो आदेश दिएको छन्, अहिलेलाई त्यो रोक्नु भन्ने आएको छ भन्ने कुरा हामीले विभिन्न सोसियल मिडियाहरूबाट थाहा पाएँ। त्यस विषयमा के भइरहेको हो त्यो जवाब चाहिँ अलि सकेसम्म चाहिँ कार्यपालिकामा जानकारी भयो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। साथसाथै अब पार्किङ व्यवस्थापन गर्ने कुरा धेरै आइयो। त्यसपछि चाहिँ हाम्रो राजस्व विभागबाट चाहिँ ध्रुव सहरबाट विशेष गरी 32 वडामा चाहिँ अब वडामा चाहिँ कुन किसिमले पार्किङ व्यवस्थापन कहाँ के गर्नु पर्ला भन्ने सवालमा राय पठाउनु भनेर हामीले पत्र पठाएको छ। माघ मसान्तभित्रमा चाहिँ त्यो के गर्नुपर्छ पार्किङ सम्बन्धमा के गर्नुपर्छ भनेर पठाएको छ। म मेयर साहबलाई के अनुरोध एउटा गर्न चाहन्छु भने यो जुन पठाएको छ त्यो पठाए अनुसारले मैले रायहरू पठाएका छु। मेरो 23 वडाको फलाना एरियामा हैन यो किसिमको चाहिँ व्यवस्थापन गर्नु भए राम्रो होला, किनभने सार्वजनिक सवारी साधन भनेको चिज बस्ने ठाउँ नै भएन र घुम्ने मात्र भयो भने फेरि महानगरवासीलाई र स्थानीयवासीलाई धेरै समस्याहरू आउन पनि सकिन्छ। किन अहिले जुन मोडेलबाट हामी पार्किङ निषेध चाहिँ गरिरहेको छौँ, कहाँ बस्ने त? सार्वजनिक सवारी साधनहरू कहाँ बस्ने, ढुवानीको सवारी साधनहरू कहाँ बस्ने र आफू व्यक्तिगत चाहिँ अब निजी सवारी साधनहरू कहाँ राख्नेदेखि लिएर सबै कुराहरू चाहिँ त्यो समस्याहरू छन्। जो सबै यो धराहरूको चाहिँ पार्किङमा जाने हो कि या त अब राजस्व परामर्श त्यो जस्तै ध्रुवसरले विभागबाट पठाए अनुसारले चाहिँ जुन राय पठाएको छु त्यो राय अनुसारको चाहिँ सबै 32 वडाको चाहिँ अब चाहिँ जुन अब आफ्नो हिसाबले चाहिँ त्यहाँ पठाएको होला, मैले चाहिँ पठाएको भएको नाताले त्यो पठाएको होला, त्यसलाई चाहिँ कमसेकम अलिकति गहन अध्ययन गरेर मिल्ने अवस्था भएसम्म सक्ने अवस्था भएसम्म यहाँ यसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ एउटा चाहिँ टोली एउटा चाहिँ तपाईँलाई बनाएर चाहिँ हामीले कार्यदल भनौँ या कुनै टोली भनौँ त्यसलाई अध्ययन गर्ने। यो 32 वडाबाट आएका त्यो राय र सल्लाहहरूको चाहिँ उहाँहरूको चाहिँ वडा अनुसारको चाहिँ कसरी यसरी गरे हुन्छ भन्ने प्रस्ताव अनुसारको लागि चाहिँ अध्ययन गर्नुको लागि चाहिँ एउटा कार्यदल बनाइदियो भने त्यसले पनि कमसेकम चाहिँ अहिले जुन चाहिँ यो असन्तुष्ट भइरहेका समूहहरू छन्, विभिन्न व्यापारिक समूह भनौँ स्थानीय भनौँदेखि लिएर सबै कुराहरू जुन समूहहरू छन् उहाँहरूलाई पनि अलिकति यो कार्यपालिकामा आज यहाँ आएर कमसेकम चाहिँ हाम्रो यस विषयमा चाहिँ कमसेकम महानगरपालिकाले केही न केही चाहिँ व्यवस्थापन गर्नलाई कोसिस चाहिँ गरेको छ भन्ने मेसेज चाहिँ जान्छन्। र हामी काठमाडौँ महानगरपालिका जुन चाहिँ जनप्रतिनिधि भएको नाताले
हामी सम्पूर्ण महानगरवासीलाई चाहिँ अब व्यवस्थापन गर्ने, उचित व्यवस्थापन गर्ने भनेर जिम्मेवारी सबै विषयमा उचित व्यवस्थापन गर्ने भनेर जिम्मा लिएर चाहिँ हामी निर्वाचित भएर आएका छौँ। हामीले यो कारणले यो ठिक, यो कारणले यो बेठिक, किनभने विभागले नै अब हामीले चाहिँ प्रश्न सोधेको अवस्था छ सबै 32 वडामा। तपाईँको वडामा कसरी चाहिँ अब पार्किङ व्यवस्थापन गर्ने भन्ने सोधेको भनेको चाहिँ त्यो सोधेको हो नि त। कुनै न कुनै चाहिँ त्यसको चाहिँ यो प्लानिङ नभइकन विभागले सोधेको हुँदैन होला सायद कि सरले मैले स्पष्ट पार्टी पनि हुन्छ भन्ने मलाई लाग्छन्। र यस सम्बन्धमा जहाँसम्म लाग्छ मलाई 32 वडाबाट पठाएका त्यस्ता राय सल्लाह सुझावलाई चाहिँ अलिकति चाहिँ व्यवस्थापन गरी चाहिँ एउटा यो मोडेलबाट हामी चाहिँ अब काठमाडौँ महानगरभित्र चाहिँ पार्किङको व्यवस्थापन चाहिँ गर्न सक्ने गरी भनेर अध्ययन गर्नको लागि एउटा हाम्रो कार्यपालिकाबाट एउटा चाहिँ कार्यदल सहित चाहिँ बनाइदियो भने चाहिँ त्यसले चाहिँ अलिकति राम्रो मेसेज जनमानसमा राम्रो मेसेज जान्छ भन्ने प्रस्ताव गर्न चाहन्छु। धन्यवाद। मैले एउटा कुरा यो काठमाडौँ महानगरपालिकामा खानेपानीको सम्बन्धमा यसलाई कार्यकारीज्यूलाई, मेयरज्यूलाई, उपमेयरज्यूलाई चाहिँ मैले एउटा के राखेँ भनेदेखि अहिले जुन यो केयुकेएलमा चाहिँ नि 2 जना काठमाडौँ महानगरपालिकाबाट नियुक्ति गर्ने भनेर गएको छ। खानेपानी जस्तो संवेदनशील यो सबै 32 वडालाई चाहिँ आवश्यक छ। यसमा चाहिँ नि 2 जना पठाइया छ भनेको छ। को पठायो, के पठायो, कसरी पठायो भन्दाखेरि पनि उहाँले चाहिँ 32 वडालाई कुन ठाउँमा पानीको समस्या छ त्यो हेर्नलाई चाहिँ नि अझै वडामा चाहिँ एकचोटि लिएर सल्लाह सुझाव लिनु भयो भने मैले चाहिँ नि एकदम सहज हुन्छ जस्तो लाग्छ। र यो जुन अहिले हामीले पौष महिनामा कर्मचारीको स्तर वृद्धिको लागि चाहिँ नि तपाईँहरूले आवेदन माग गर्नुभएको थियो। यो प्रशासनिक प्रमुखज्यूलाई मैले विशेष ध्यान दिएँ। पौष महिनाको कर्मचारीको स्तर वृद्धिको आवेदन माग गरेको थियो। माघ 1 गतेदेखि लागू हुने गरेको छ। यो काम कहाँसम्म पुग्यो, के पुग्यो त्यसको नै जानकारी पाउनको लागि म विनम्र विशेष गरेर काठमाडौँ महानगरपालिका अहिले अलिकति खानेपानीको सहज छ, कति ठाउँमा खानेपानी आएको छैन। त्यसमा दुईटा चाहिँ हाम्रो महानगरपालिकाबाट कर्मचारी पठाएको छ अथवा को पठाएको छ त्यो भन्ने सुन्नीमा आयो। उहाँले चाहिँ नि हामीले समन्वयन गर्दाखेरि कि महानगरपालिकाको 32 वडामा चाहिँ नि त्यो व्यक्तिको नाम र फोन नम्बर भयो भने चाहिँ नि हामीले खानेपानीको चाहिँ सहज हुन्छ जस्तो लाग्छ। धन्यवाद। यसमा एउटा सानो अघि छुटेकोले यो जुन चाहिँ अहिले काठमाडौँ महानगरपालिकामा यो कानुन निर्माण गर्दै जाँदाखेरि यो सहकारी नियमावली एकदम इम्पोर्टेन्स चाहिँ देखिरहेको अवस्था छ। सहकारी र बालबालिका पनि हो, बालबालिका सम्बन्धी र त्यो सहकारी सम्बन्धी चाहिँ देखेको छ। अब सामाजिक विभाग यहाँ हुनुहुन्छ रामजीले एकचोटि यस विषयमा चाहिँ स्पष्ट पारिदिनु भएको हुन्छ। सहकारी सम्बन्धमा यसलाई चाहिँ अब पहिला पनि बैठकमा पेश भएको हो। अब यत्रो चाहिँ अब सहकारी क्राइसिस भएर चाहिँ सम्पूर्ण महानगरपालिका चाहिँ अब अरबौंको चाहिँ यो समस्याहरूमा भोगिरहेको अवस्था छन्। यसलाई चाहिँ सकेसम्म चाँडै कि कार्यपालिका चाहिँ अहिले नै दिन तोकौँ, अर्को हप्तासम्ममा हामी बस्ने गरी भनेर यसलाई चाहिँ फेरि महिनाको एकचोटि मात्र बस्ने गरी चाहिँ गर्यो भने अलिक ढिला हुन्छ कि जस्तो लाग्छ। मेयर साहब प्रशासकज्यू म के सानो कुरा के राख्न चाहन्छु। यो जुन चाहिँ नि लिखित त्यो चाहिँ नि प्रमाणित गर्ने सवालमा वडामा चाहिँ नि पहिलो चाहिँ नि 200 रुपियाँ लिने भनेर आइरहेको थियो कानमा होइन। अहिले चाहिँ नि 2080-10 मा चाहिँ नि 0.1% भनेर आएछ। त्यो चाहिँ त्यो विषयमा चाहिँ नि यो मेरो वडामा मात्रै हो, सबै विवाद मलाई यसमा होइन। यो चाहिँ नि अस्ति चाहिँ नि कानुनमा राय लिँदा सोधे कानुनमा जे छ त्यही गर्ने भनेर जवाब आयो। त्यही कारणले चाहिँ नि यो कानुनमा जे छ 200 रुपियाँ मात्रै हो। त्यो यसमा चाहिँ 0.1 भन्ने कहाँबाट कसरी गर्ने हो यो एउटा होइन। अर्को कुरा चाहिँ नि म एउटा देवानी कान विधि 2000 संशोधन भनेर यसमा चाहिँ नि गुण कारोबार हुने भन्ने शब्दलाई विनियोजन अधिकार पत्र मार्फत बैंक तथा वित्तीय संस्थाबाट गर्ने भनेर आएछ। यसमा चाहिँ कति रकमको चाहिँ नि त्यो बैंकबाट कारोबार हुने हो त्यो स्पष्ट गरेर पठाइदिनु पर्यो। यस नत्र चाहिँ यसमा विवाद भइरहन्छ जुन प्रणाली यसलाई चाहिँ नि यति रकमको चाहिँ चेकबाट कारोबार हुनुपर्छ भनेको स्पष्ट खुलाएर पठाइदियो भने सजिलो हुन्छ होला। धन्यवाद। मेरो सानो एउटा कुरा छ। यस बैठकका अध्यक्षता ग्रहण गरिरहनुभएका प्रमुखज्यू, उपप्रमुखज्यू, कार्यकारी प्रमुखज्यू, कार्यपालिका सदस्यज्यूहरू, कर्मचारी मित्रहरू तथा सञ्चारकर्मीहरू सबैमा मेरो नमस्कार। म एउटा सानो मेरो चाहिँ यो सुझाव मात्र हो। अहिलेसम्म हामीले राखिआएको स्ट्रिट लाइटमा अलिकति बोल्न चाहन्छु। अहिलेसम्म राखिराखेको जति पनि छ एलइडी लाइट त्यसलाई झिकेर वार्म लाइटलाई राख्न सकिन्छ कि भन्ने एउटा सुझाव। एलइडी लाइटले
बाहिर हिँड्दै गर्दा राति हिँड्दै गर्दाखेरि डिस्ट्र्याक्ट भएर एक्सिडेन्ट हुने पनि डर छ भने अर्को चाहिँ आँखालाई पनि असर गर्छ। र दोस्रो कुरा अहिले चलिआएको प्रचलन पोलमा जुन एलइडी लाइट बेरेर राखेको छ, लाग्छ मलाई कतै जाँदा कतै विवाह घरमा गएको जस्तो, कहीँ जाँदा सर्कसमै छिरे जस्तो पनि लाग्छ। यसमा मेरो सुरुदेखि नै सहमत थिएन, हाम्रै वडामा पनि